ल हाम्रो घरको के अरे लाखपति बाल्ने प्रोग्राम अन्तर्गतको चाहिँ यो प्रि होइन पूर्व तयारीको यहाँ काम भइरहेछ ल यहाँ जहिले गर्दै हुनुहुन्छ डेकोरेसन्स काम ल एसी त्यहाँ सानो क्लिप बनाइयो मेमोरीको लागि है यो पूजाको तयारीको मान्ताको होइन ल त ल डार्लिङ तिमीलाई के भन्न छ भनिहाल के शब्दहरू भोलिको पूजाको लागि लाखपति रुद्री होमको लागि तयारी हुँदैछ सबै बहिनीहरू आएर यहाँ रोटी बनाउँदैछौँ हामी सबै यहाँ खुरमा उता रुद्री निम्किँदा हो यहाँ दुईवटा बहिनीहरू बेल्दैछन् कार्यक्रम अब सुरु हुँदैछ हाम्रो होइन ल ल टु बी कन्टिन्यू है ल ओके ल ल ल त्यो चाहिँ सानो क्लिप बनाएको पूजाको तयारी अगाडि होइन सबै मेमोरी के मम्मीहरूले रोटी बनाएको साथीहरूले हेल्प गरेको साइना पनि यहाँ चट्ट बसेर पढ्नलाई तयारी गरिरहेको होइन नाइस ल से समथिङ अबाउट द पूजा अन आवर होम ल भन राम्रो छ होइन आर यु एक्साइटेड टु सी द पूजा टुमरो ओके ल आऊ ओके बी गुड अलराइट ओके Puja will help you. Puja will bless you. God will bless you for your betterment, good futures, good health. Yeah? Okay? Good girl. Hi. ठिक छ नि भाइहरू काउली विदेशीलाई काउली भ्याउनु भएन काउली लगभग भ्याउन आइसक्यो हामी तपाईँ जब ढिलो पऱ्यो हामीभन्दा छिटो सुरु गर्ने तपाईँ हामीभन्दा ढिलो भ्याउनुहुन्थ्यो अलिकति यहाँ हातीसँग अलिकति मिसअन्डरस्ट्यान्ड भएछ होइन त्यही त ल कति छ काउली ल होइन सानो भिडियो क्लिप बनाएको पछि मेमोरी हुन्छ भनेर मैले यसो सेभ गरेर राख्छु नि त यहाँनिर अनि टक्क अनि यहाँ दिनेसीले गरे हुन्छ छुट्नु भयो त हो त्यही त खेम्जीले देखिन आज कता त्यही त होइन आधा सेकेन्डमा ल दिनेजी यता आउनुहोस् होइन ल ओके काली तयारी हुनु छैन ल बस हो त नि त्यही त होइन ल
मलाई त्यो त्यस्तो अहिले त्यो प्रयोग भन्दा पनि त्यो चितवनको त्यो समाजको त्यो मिटिङ ल यहाँ चाहिँ पुरा तयारी हुँदैछ ल किचनमा। ल हेलो पूजा तयारी होइन ल बनाइछ ल यहाँ ल है त ल यहाँ तयारी हुँदैछ पुरा हो त होइन। ल ल है ल ल ल इन्जोय गर्नु ल ल ल ल ल ल यहाँ तयारी पुरा भइरहेको छ। है त्यही त ल यहाँ त युद्धस्तरमा कुकिङ भइरहेछ यहाँनिर ल। हजुर सनफ्लावर पेस्ट सनफ्लावर सिड हुन्छ नि सनफ्लावर सिड पिसेर गरायो भने अब त्यो मखन के अरे त्यो चाहिँ बटर चिकन त त्यसबाट बनाउँछ ल होइन अनि यो केही पनि हुन्छ क्या उयो यो दुबईमा हो नि बुढेको हैन मेहनत त गर्नै पर्छ यो अब यो पूजा मैले लगाएको छु कि यो मेरैबाट आएको तर गार्डन छोरे भएर बिचरा काँक्रो पनि फल्न परेको छ। पछाडि छानु छ पछाडि छानु छ ल यहाँ यता हेर मैले छान्ने यहाँ भिडियो क्लिप आउँछु यहाँ पूजाको होइन माला उनेको ल त ल यहाँ पिङ्क चिया पाउँदैछ। ओके ल ए यहाँ तयारी हुँदैछ यहाँनिर ल भक्कै तयारी यहाँनिर ए जाऊ 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 ल जाऊ ल जाऊ ल चाहिँ केटी हामी दर त खानु पर्यो घरमै खानु पर्यो ए दर त त्यहाँ छ यहाँ सानो भिडियो क्लिप बनाएको छु मैले है ए हस् यहाँ पछि मेमोरीको लागि म्युजिक साइडमा बजे कति राम्रो हुन्थ्यो हो के अरे अब बच्चा बच्चा जहिले व्यस्त गरेर हुन्छ ल जहिले गरेर हुन्छ भजन बजेपछि त एकैछिन एकजना मोबाइल चाहियो यहाँ गइरहेको मोबाइल दिनेशी ल है त ल ल ल ए ल खतरा बनाएछ त होइन हो हो ल होइन ल ल गुड कन्टिन्यू गुड गुड ओके तर हाम्रो कामको जब सुरु हुन्छ त्यहाँ केही पनि प्रोग्राम हुन्न नाच गान पनि त्यहाँ हुन्छ कलाकार बिताउनु पनि त्यो मात्रै हुन्छ अरू केही पनि हुँदैन काम ए बनाएको होला नि कहिले कहिले बनायो बन्द त बनाएकै हो बन्द कहाँ बन्यो बन्द त बनेको कहाँ बन्यो थाहा भएन। सरी रेडी भयो रेडी भयो ल यहाँ यहाँ मैले मेमोरीले बनाउनु पऱ्यो नि सरी ल ल ल ओके हो देख्नु भयो नि तपाईँले मलाई देख्नुभयो होला है
आमा यहाँ हुनुहुन्छ सानो सानो सम्झनाको भिडियो बनाएको ल यहाँ ल यहाँ मेन भाइ मेन मान्छे ल ल यहाँ ल यहाँ गाडीलाई सानो ल यहाँ भिडियो बनाउँदैछु यहाँ तयारी हुँदैछ यहाँनिर फटाफट घरको पनि तयारी हुँदैछ यहाँनिर फुल राखेछन् यहाँ पनि फुल राखिएछ हजुर ए ल ए ल सानो यहाँ क्लिप बनाइदिन्छु भिडियो क्लिप सम्झना मेरो पछि याद हुन्छ के होइन ए कायदा भयो नि त ल ए ल भिडियो पछि मेमोरी हुन्छ भनेर ल यहाँ पुरा सही सराउ ल सबै बिताउ ल कम हियर ल है त पछि ओके ल गुड ल इट विल स्टे इन मेमोरी है त ल के भन्दैछ नि भनिहाल्नु यो बेला भिडियोमा मलाई आज हाम्रो पूजा गणपति दिने त्यही भएर सबैजना दिदी बहिनी बुहारी नातिनी सबैजना जम्मा भएको छ हो रमाइलो भएको छैन ल आज तिमी त पुरा सेलिब्रेटी देखिरहेको छौ ल ठिक छ ल ल ओके ल है त ल अब फोटो खिच्नु होइन ल ओके ल ल नानी एउटा चाहिँ मिलाएर राख्यो एउटा ढोकामा पनि मिल्दैन त्यही राख्यो म ल्याइहाल्छु नि त त्यहाँ गएर अगाडि छल्दैहाल्दैन नि हामी फेरि खोज्नुपर्छ बडको नभेटा कुनामा रहेछ फेरि पस्नु मागेर ल्यायो आउनु पर्यो त ओम नमो स्तनन्दाय सहस्रमूर्धये सहस्रपादाक्षि शिरोर्भावे सहस्रनाम्नि पुरुषाय सहस्रते सहस्रकोटि गणारिणे नमः नमः कमलनाभाय नमस्ते सुरसाय नमस्ते केशवानंद वासुदेव नमस्ते हरि ओम स्वस्ति न इन्द्रो वृतस्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्ताक्षि वैष्णवेभिः स्वस्ति न बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयाम देवा भूतकोशेव श्रीमानवेश्याविष्कं नारदसि मे अध्यर्ति पृथिवीं ममितुमयुगैषां गवे नमो गोप्रतिनिधि भूतद्रव्याय नमो नमः। अब त्यहाँ हाल्नुभएको पाइन्छ नि उहाँले सुन्नु त तपाईँले त्यो पानी यसो त्यो फुलले लिँदै यसो भुइँतिर छर्किनु पहिला ओम मनो मे तर्वेद वाचम मे तर्वेद प्राणम मे तर्वेद चक्षु मे तर्वेद श्रोतम मे तर्वेद आत्मानं मे तर्वेद चार्य पूर्वोक्त गोत्रोत्पन्न चन्द्र गोत्रोत्पन्न सपरिवार यो तो अहम मम अष्टमान भन्नुभयो नि तपाईँको अष्टमान पुष्प सपत्नीको सपरिवार यो तो अहम मम नानीहरू के अरे नानी वरदा भवन्तु छोडिदिनु जल चढाइदिनु त्यो फुल हटाइदिनु त्यहाँ माथिबाट त्यो हटाइदिनु एउटा अनि त्यसलाई मुनि राखिदिनु त्यसमा पऱ्यो नि त घन्टी हो अलि जोपम समर्पयामि पदे नमो नमः चन्द्रमामण सोदातक्षो सूर्योदय रोद्राद्वाय सतमकाल निरजाय देवानां शिवनतमं वसंसितमं पवित्रमं जसतमं देवहूतमं इंद्रादस्दिक्पालेभ्यो नमः ध्रुवादि अष्टवसुभ्यो नमः ओम दास समर्पयामि तथा शुद्ध जलम जल चढाइदिनु होइन त्यो होइन पञ्चपात्रवाला ओम शुद्धबाला सर्वशुद्धबाल मणिवास्तास्विनः शीत शीताक्षि नमस्ते रुद्रापसृते कर्णाज्यामा मृता रुद्रनुरूपा पार्जन्याः पूर्वस्वजे सामदा शिवाय नमः शुद्धोदक स्नानं समर्पयामि तथा दधि स्नानं दहि ओम दधि क्रावलोकारिकञ्जिष्णोरस्य शिवादिना शिरविना मुखाकर्पणाय गुणितारिकर्ता ओम पूर्वस्वजे सामदा शिवाय नमो नमः दधि स्नानं समर्पयामि तथा शुद्ध जलं जल चढाइदिनु ओम शुद्धबाला सर्वशुद्धबाल होइन हजुर ओम शुद्धबाला सर्वशुद्धबाल मणिवारस्तास्विनः शीत
सीताक्षी रुद्रसी रुद्राय पशुपतये नमः सन्तु हरि मन्त्रमुदसे भगवते छोडिदिने त्यो पानी सकेपछि फेरि थप्ने पानी सकिन आएपछि थप्नु पर्यो त्यो जल धारा चाहिँ झरिरहनु पर्छ सिक्किमाथि जल झरिरहनु गायत्री स्यानी व्यासिनी विष्णु नमः स्त्रीविदाह विष्णु स्वाभ्य स्वापति विष्णु स्वैभ्य स्वपति विष्णु भवाज रुद्राज स्वाभ्य स्वापति विष्णु स्वैभ्य स्वपति विष्णु ग्राह देहनो हे तिरस्मान मृग विशदातो जयगदिस्वारे अस्मान् निहितम आद्यं तवर्ति संयुक्तं बन्धिनायुक्तं मया दीपं प्रियार देवी सत्रैलोक्यं त्रैलोक्यतिमिरापम् ॐ दीपं दर्शयामि श्री भगवते सां सदा शिवाय नमो नमः ओम सर्गरा गणगोष्ठे आत्मधरि विदासरि वसन लोकसन्य वैजनैने प्रणाम बहुलामे करोत्तनं पयुरे तस्मा सुधात्ता ओम भूर्भुवस्वसि साम सदा शिवाय नमो नमः आरतिक्यं समर्पयामि गुरु लाखपति बालेजी फेरि तपाईँहरू सबै भित्र आउनु है बाँकी हुन्छ नि फेरि यहाँ लाखपति मात्रै लास्ट होइन लाखपति बालेजी पूर्ण पात्र हुन्छ यहाँ हवन हुन्छ अलिकति उसाला चाहिँ हुन्छ उसा देउजाहरू सबैजना फुल अक्षता लिन्छ र अब यदि अङ्ग पूजा हो त्यहाँ कलशमा मैले नमः भनेपछि चढाइदिएँ क्या हजुरलाई बाहु पूजयामि तेजोरूपाय नमः स्तनौ पूजयामि महेश्वराय नमः नाभिं पूजयामि विश्वरूपाय नमः उठ्नु पर्यो अब हजुर उठ्नु पर्यो सबैतिर ओम जय जगदीश हरे स्वामी जय जगदीश हरे यहाँ उहाँ बालेजी एक छेउमा मात्रै दा एक छेउमा हजुर तपाईँ चाहिँ अरू खिच्नुपर्ने नि ल भइहाल्यो ल के छ हजुर तपाईँले चाहिँ कार्ड खिच्नुपर्छ राम्रो आउँछ कि Brother Selina, come first. खै त उ चलन
मलाई उखु अहिले मोबाइलमा भनेर त्यो हटाउनु पर्छ कि ठाउँ पुग्दैन अघि नै मैले भने अलि उमेर त्यहाँ त्यो उमा विचार गर्नु है त्यो होइन अलि यता सार्नुपर्छ कि खै पिङ्की खै त उखु खै त्यही भरे मैले जति खाँदै छ त्यही काट्नु चाहिँ त्यही बन्द गर गुरु कानमा गुरु अगवतीमा फुल नहाल्नु रे गुरु यो तालाको त मर्यो त्यो आधा पक्ला बनाइदिनु भयो हुन्थ्यो घुमम गुरु भजन खै गुरु काँदनमा गीत गाउनु रे क्या पण्डितजी भन्नु कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ पिङ्की पनि जा त्यहाँ उता उता ल तपाईँ गयो ल हामी पनि चलाएर चलाइदिनु उता कुनाको चल्नुपर्छ सबै धुवाइ धुवाएर ओम गोदाननिवर्ति पृथिव्या वैश्वानरमित आदातमतिमा कविमो सम्राजमे तिञ्जनाना भासन्न पासन्न देवा ओम स्वाहा अनि दिदी ए दिदी पुष्पा दिदी खिच्दैछ त्यत्तिकै खाली हात्तीको लागि दिनु लाग्यो होइन
पुष्पा पढ सानो भएन दिदी मान्छेलाई लगाइदिनु ए पुष्पा ल शिवजी धाम त्यही शिवलिङ्गकै छेउमा हुनुपर्छ भेट्नु हो? मैले त्यहीँ हेरेको थिएँ खाली रहेछ है पाठ गर्दा गर्दै बिचमा ल्याएको त्यो त अघि नै त्यहीँ राखे नि भयो नि आफ्नो घरको पूजा दुईटा बिचमा कति राम्रो देखिन्थ्यो होला बानीले बान्छ नि त्यो चाहिँ किन हो त्यो बर्थडेमा हो बर्थडेमा पोटलीका बन्धन हो बर्थडेको दिन गर्छन् नर्मली 84 पूजामा नि गरेको थियो त्यही पोटलीका बन्धनहरू त्यो अब नर्मली यस्तो घर पूजातिर लु नो कोही लेफ्ट फेरि घडीले अड्काउँदो रहेछ दानेन्द्र तेन क्षमा चल माचल त्यही ल यो हजुरले लगाइसक्यो मैले लगाइदिनु भन्दा नि हजुरले लाउँदा राम्रो हुन्छ गुरुले लाउँदा त भगवानले लास्तो हो मैले भगवानले लाए जस्तो हो तर मैले हातमा थामाइदिइसकेपछि त्यो यस्तो हो कि केटी मान्छेहरूलाई हामी खासै लाउँदैन त्यो नि राम्रै हो कस्तो माया नगर्नु भएको त केटी मान्छेलाई चाहिँ अब हेल न होइन यस्तो नि त अब हामीले भन्दा दाजुभाइले नि लगाइदिन्छ नि हामीलाई पहिले यस्तो हामी केटा मान्छेहरूलाई मात्रै लगाइदिन्छ क्या माला झन्डै मैले गाजर लगाएँ अहिले कालो ड्रागन ए ल तिम्रो जानु न लाउनु तपाईँ पालो उयो कान्छीले लगाउँछ यो पनि कुन चाहिँ एउटा छोटो थियो छोटो चाहिँ मन्त्र अथवा सतनाम बुद्धिनाशाय प्रणाम आज एक दिन लाग्नु ओइल होइन यो पानी हो जल वाटर भनेको थाहा छ वाटर छ ल एउटा निउरी नै जान्दैन रहेछ हाडै हो यो राइट ह्यान्ड फेरि भिड यो पनि तिमीलाई त्यो त छोरीहरूलाई त्यो पहिला के त सानैले यो धजा बाँध्यो भने दिदी दसैँमा के अरे 2 हप्तासम्म निकाल्नै नमान्ने भाइ धजा स्कुल जाने निकाल भन्दा पनि मोरै नमान्ने मन परेर धजा कि दिदी यहाँ दसैँमा धजा बाँधिदिने धजा निकाल्दै ननिकाल्ने कि निकाल्नु हुँदैन गऱ्यो स्कुल नजाँदासम्म नमस्ते गरेर गुरुलाई अलिकति तेललाई यसो गर्नुपर्छ होला बगुतुर र त्यो त राम्रो नि भएको राम्रो बिहा नगरेको लागि राइट रे बिहा गरेको लागि लेफ्ट किनभने बिहा गरेपछि बिहा गर्दाखेरि कन्यादान दिएर अर्धाङ्गिनी बनाएको होइन श्रीमानको अनि अर्धाङ्गिनी भने राइट अङ्ग श्रीमानको हुन्छ राइट श्रीमानको यसो खिच्यो र नाला लाएर मेरो तपाईँको राम्रो हो त्यो भाग्यमानीको मात्र बच्छ तालिया हुन्छ टिस्यु हेर अरू कता छ गादा
उता छेउमा दुर्गा म एकछिन उता जान्छु के भयो त्यहाँ कोइनमा अहिले लाग्छ नै चाहिने 21 वर्षमै ल बिचरा अबि 21 वर्ष रे हैन अब नागरिकता देखाउँदैन हिँड्न नमिल्ने गाह्रो छ मलाई यही आइसक्यो के म त आमा ल थ्याङ्क यू यस्तो अब अलिकति बल्ल अलिक ठिक हो कि यस्तो त ए रातिको पनि आइसकेछ त अब बल्ल ठिक आयो अलिक 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 क्लियर आयो तपाईँपट्टि ल अघि चाहिँ त्यति धमिलो धमिलो आएको थियो कि आउनु आउनु ल Thank you for coming, Uncle. Hi, Amasi. ल कन्टिन्यू कन्टिन्यू ल यहाँ आइहाल्छु नि ल ल ल ल
साह्रै राम्रो गीत भयो साह्रै राम्रो गीत भयो ल ल भगवान्को अगाडि पुगे जस्तो तपाईँ ल हजुर म